यो नेपाली र इन्डियन फ्यामिलीमा आफ्नो छोराछोरीलाई जहिले पनि छिमेकीको छोराछोरीसँग कम्पेयर गर्ने के यसको पछाडिको ह्युमन साइकोलोजी सोशल कम्प्यारिजन रहेछ। छिमेकीको छोराछोरीले कति राम्रो गरिरहेको छ यसले त केही गर्ने भएन यस्तै मात्रै भन्छन्। साइकोलोजिस्ट लियोन फेस्टिङरले सन् 1954 मा प्रस्ताव गरेको सोशल कम्प्यारिजन थ्योरी अनुसार मानिसले आफ्नो क्षमता उपलब्धि र सामाजिक अवस्थालाई बुझ्न अरूसँग तुलना गर्ने टेन्डेन्सी राख्छ। त्यसैले बाबुआमाले आफ्नो छोराछोरीलाई अरूसँग तुलना गर्नुको एउटा कारण मोटिभेसन र बेन्चमार्क दिन खोज्नु हुन सक्छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ, कम्प्यारिजन सधैँ मोटिभेसन हुँदैन। जब बच्चालाई बारम्बार फलानु तिमी भन्दा राम्रो छ भनेर कम्प्यारिजन गरिन्छ तब उसले आफ्नो प्रोग्रेस भन्दा पनि अरूको पर्फर्मेन्सलाई आफ्नो मूल्याङ्कनको आधार बनाउन सक्छ। यसले सेल्फ स्टिम, मोटिभेसन र एकाडेमिक कन्फिडेन्समा नकारात्मक असर पार्न सक्ने सम्भावना हुन्छ, विशेष गरी कम्प्यारिजन लगातार र आलोचनात्मक शैलीमा भयो भने। तर यसको अर्थ कम्प्यारिजन सधैँ खराब हो भन्ने चाहिँ होइन। उसले राम्रो गरेको छ, तिमीले पनि उसको राम्रो ह्याबिटबाट केही सिक्न सक्छौ जस्तो हेल्दी कम्प्यारिजन गर्ने, तर उसले गर्न सक्छ तिमी चाहिँ किन गर्न सक्दैनौ जस्तो कुरा चाहिँ नगर्ने। त्यसैले बच्चालाई अरूसँग तुलना गर्नुको सट्टा तिमी हिजोभन्दा आज कति इम्प्रुभ भयो भन्नुपर्छ, किनकि अरूसँगको कम्प्यारिजनले कम्पिटिसन मात्रै जन्माउन सक्छ तर सेल्फ स्टिमले प्रोग्रेस देखाउँछ। अब तपाईको घरमा पनि यस्तै कम्प्यारिजन हुन्छ भने कमेन्टमा आएर आफ्नो एक्सपिरियन्स लेख्नुस् है।